बर्थडे यस्तो यस्तो मनाउँछ ब्याकग्राउन्डमा देख्नु भइरहेछ है बर्थडे मनाउँदैछ हैन मुस्कान भाइको यतापट्टि मम हुनुहुन्छ यतापट्टि बाजे है नाति ल यतापट्टि सब है एक्लै बोल्ने हो क्या म त एक्लै बोलिरहने हो क्या यस्तो छ है सबै लाइफ के छ ल भाइ यो आएको यार नाना दुआ होगा लो नाना दुआ आशिष देऊ त अलि राम्रो खाले आशिष देऊ न मलाई किन खुसी लाग्छ ल बहिनी ल बहिनीको पालो ल पहिला अब त मुस्कानले केले काट्नु पर्यो नाग पञ्चमी ल ल बुवालाई खुवायो त तिमीले बुवालाई बुवायो अगो ए नखाने ल ल ठिक म त नखाने भाइलाई नखाउने ए खुवाउनु पर्ला नि पहिला बाहिर खुवाइराख्नु ल म गर्छु तिम्रो जान ल ओए तिम्रो हेरेर त हाम्रो त खतम रहेछ त मोबाइलले यार तपाईँ यो साइडबाट जानु नि छिरिहाल्नु न ए हामी किन पछाडि पर्ने फ्रेममा छिरिहाल्नु पर्ने म फ्रेममा पुइजी नि मुसाले खाना त त्यसमा तीनजना हुन्छ नि त्यसमा कटिङ आनन्द काट्न तिमी आफै काट्ने आफैले काट्ने हो त्यत्रो त पर्दैन होला मलाई किन बिर्साउन नलाग्यो भने आज के पञ्चमी भयो नाग पञ्चमी दिनमा जङ्गाहरू स्पोन खानु नि यार अब त बाहिर आउनु लाग्छ यार खुवाइदिने हो थुप्रो खानु मेरो थुप्रो खानु 2 3 रमाइलो यो चाहिँ दाइ चाहिँ यो दिलबहादुर चाहिँ ठिक छैन के केक त यार भयो अरू पाचन भयो आशिष भयो ओइ शैलेश भयो म त खान्छु यार काटेर देऊ न घरमा भाइ काटेर पाचन भयो यस्तो जान्छ फेरि आइदैन आशिष भाइले खुवाउँछ होला नाम काके नङ विवेक त छैन नि ल पासाङ भाइ 3 मिनट भइसक्यो आशिष पनि देऊ न है आशिष
यो तपाईँहरू खानुहुन्न केक जुठो हुँदैन यसले उसले खाइसक्यो खाइसक्यो अब यो भयो उसो भयो अब नास्ता उता दिदीहरू ऊ हाम्रो बहिनी